हेलो नमस्ते वेलकम टु माई युट्युब च्यानल साथीहरू। आज चाहिँ के भिडियो प्र्याङ्क त भन्यो के प्र्याङ्क हो भन्नु होला होइन। मैले चाहिँ आज खुद हाम्रो मम्मी चाहिँ बिहान 6 बजे उठेर सबलाई फोन गर्दै के भने के अरे ऊ सबलाई फोन गर्दै यहाँको मान्छे चिकनको मान्छे दैलेख र सुर्खेतमा फोन गरेर ए फोन गरेर तँलाई यसले बोलाहा तँलाई उसले बोलाहा भन्दै प्र्याङ्क गरिरहेको क्या। तर हाम्रो मम्मीले चाहिँ पहिल्यैदेखि यस्तो प्र्याङ्क गरेको थियो। अहिलेसम्म मैले यस्तो प्र्याङ्क गरेको थिइनँ क्या। मैले चाहिँ नि के दिमागमा साथ के आयो भने अनि 12को डकुमेन्ट बिग्रेछ मम्मी, म बजार थिएँ अनि 12को डकुमेन्ट बिग्रेछ मम्मी, डकुमेन्ट बनाउनलाई उहाँ जानुपर्ने भयो, हेटौँडा जानुपर्ने भयो, रेडी भएर बस्नु भनेको। मम्मी रेडी, म यहाँ आउँदैछ मम्मी रेडी भइरहेको रहेछ। अनि भाइ अनि बाबु छ कि भाइ, अनि भाइले चाहिँ अनि म पनि जान्छु भन्यो। अनि ल त पनि रेडी भयो भनेको। एउटा प्र्याङ्क गर्न लागेको साथीहरू, अर्को अनि प्र्याङ्कमा सामेल भइरहेको कि दृश्य हेर्न सक्नुहुन्छ। अनि मलाई चाहिँ थाहा मैले भ्लग बनाउँछु भनेर त्यही भएर भ्लग बनाएको भन्दा छु। के अरे मम्मी म चाहिँ त्यही कलेजबाट निस्किनु बित्तिकै फोन गरेँ त तपाईँलाई। अनि बाबु खै त नि बाबु यहीँ त मैले भ्लग स्टार्ट गरेको छु। हेलो गाइस, हाड मिल्दैन यो 25 वर्ष म कहाँ लाग्यो हामी हेटौडा बोला बोला लगिराखेको छु हैन। कति रिक्वेस्ट गरेर भन्दा धेरै 1 करोड जति। असली दिदी त यो हैन कि मेरो दिदी या सुन त रेडी बस्छु ल। कलेजको बस्नु जाने तिमीहरुको? अनि म चाहिँ एउटाले प्र्याङ्क गर्छु, अर्कोलाई प्र्याङ्क गर्छु। हल्का बेस्टै बोल्न। अनि बस बेसै बोल्यो नि, बाबु उठ्छ नि त, त्यही भएर बिस्तारै बोलेको हौ। अनि यसलाई नि थाहा कि यसलाई पनि थाहै गर्दैन। अनि यो होइन थाहा थिएन क्या। अनि मैले यसलाई फोन गरेर के अरे यस्तो यस्तो भन् भनेर भनेको। यसलाई नि यहाँ आएर प्र्याङ्क भर्खर भनेको कस्तो भइरहेको कस्तो मेकअप गरेको यो पुरा फुल मेकअप गरिदियो हो। ड्रेसअप नि यसले चेन्ज गर्दै के अरे यसले चेन्ज गरिदिएको थियो पुरा फुल मेकअप। यति गाली खान्छु साथीहरू, म यति कुटै खान्छु हो। कति आफूले मात्र प्र्याङ्क गर्छ नि होला होइन, कहिले काहीँ आफू नै पढौँ न। के अरे हाम्रो मम्मी हिरोनी भन्दा त कहाँ कम छ नि त। यहाँ आइज त नि, यहाँ उभिन हल्का मिलाउँछु कपडा। छिटो आइज ल। कहाँ जानु लागेको रे बाबु? कता हेटौडा? यता आइज म छेकिन्छु कल। ल उता हिँड न, उज्यालो आहा। कता? यता मेरो एउटा फोटो यहाँ राम्रो आउँछ कि बाबु यहाँ घाममा? आमा खुवाउने औँसीमा हाल्ने। ल त नि यहाँ बस्नु नि यता घाममा। बुढो हालिस? हालिसक्यो। मेरो पनि के उठाउने हो र? उठाएर त्यो तिरपाल लिएर त्यसरी झाँटेर यहाँ लिएर राख्ने अनि यहाँ झार्नु है। आजको घर एक्लै बस्ने मान्छे हो यो। ल हाम्रो फोटो कति यसले त पैसा नि पाइरहे साथीहरू, घर कुर्नी भएर। कति हो यसले दिन्छ हाम्रो फोटो सुट नि सुट गऱ्यौँ। ओ छिटो आइज बाबु। छिटो आए छिटो। के गर्न लाएर मम्मी के गर्न लाएर कपडा हाल्नु लाग्यो। छिटो आइज। मेरो कता हालिदियो कपडा? यो समात्दैछ त्यहाँनिर बाटोमा के भयो? यही बस्न एकछिन आयो म। किन? अझ हेर्नु जुत्ता नि कस्तो राम्रो बाबुको त। के छोरा? फोन गरेर आज के हो थाहा छैन हजुरलाई? आज
त नि राखे मैले प्र्याङ्क गरेँ तिमीलाई त्यस बुदाले नि बुढी बाउले हाम्रो मम्मी चाहिँ किन नरिसाएको भन्दाखेरि आफूले को प्र्याङ्क गरेको छन् कि बिहानदेखि हो अनि प्र्याङ्क गरेको क्या मम्मीलाई रेडी भयो बिहान 6 बजेबाट म यता सुतिरहेको छु उताबाट फोन गरेर यहाँ चिताउनु भएको मान्छेले सुर्खेत र दैलेख भएको मान्छेलाई फोन गर्दै ए तिमीलाई योले फोन गर भने यिनीहरूले यो फोन गर भने प्र्याङ्क गरेको गरे सबलाई प्र्याङ्क गरेर बस्यान् म नि किन नगर्ने त होइन कस्तो फिल भयो भन् यता नयन भनेको यहाँ भन् कस्तो फिल भयो चुके लाजले चुके लाएर बस्यो मम्मीले मम्मी तेरा टाउको छ अब त पताउनु पनि सक्नु खूब आयो अरूले प्र्याङ्क अरूले प्र्याङ्क यो भिडियो ठुलो मम्मीहरूले हेऱ्यो भने खुब चित्त बुझाउँछ यसले प्र्याङ्क गर्न लागेको थियो मम्मी के अरे ट्याक्क हजुर त्यहाँ बाटो लिने जाने बित्तिकै प्र्याङ्क ल जाम मम्मी भन्ने बित्तिकै मलाई त्यो चक्कर लाग्यो ढल्यो भनेर टाउको समातेर भन्नु भन्दा लाग्यो नभनेको मारिदिने मलाई तल नि यो नि मैले हेरेर भने कि म त बाटोभरि हाँस्दै आएको छु गाडीभरि म त अझ पत्ताएर मम्मीलाई चाचाले कपडा खोजेर यहाँको गोसीको पैसा निकाल्यो नि खुब पैसा निकाल न थियो म जानु भन्नु पर्ने अयो खुब याद छ मैले प्र्याङ्क मम्मीलाई मात्र गर्नु खोजेको यो पनि पर्यो अयो कस्तो लाग्यो त बाबु कस्तो रमाइलो पैसा दे मम्मीको पैसा भयो छोड के